ल आज चाहिँ मसँग कुखुराको पाङ्ग्रा पकाउँ है त। मैले कुखुराको पाङ्ग्रालाई मजाले बोइल गरेर सफा गरेर पिस काटिसकेको छु। तेल तताएर चाहिँ मैले मेथी फुराएँ। त्यसपछि कुखुराको पाङ्ग्रा राखेर चाहिँ मैले मजाले फ्राई गरेँ। त्यसमा चाहिँ नुन, बेसार, धुलो खुर्सानी, प्याज अनि लसुन अदुवा थेचेर थिचेर चाहिँ मैले हालिदिएँ है। अनि त्यसपछि मैले त्यसलाई छोप्दै पकाउँदै मजाले त्यसलाई पाक्ने गरेर पकाएँ है फेरि। अनि त्यसपछि रातो हुने गरेर पकाएँ। जति रातो बनाएँ त्यति मिठो हुन्छ नि त। पिरो मनपर्छ र मैले धुलो खुर्सानी अलिक धेरै हालेँ। अनि त्यसपछि त्यसमा फेरि मैले टमाटर हालिदिएँ। टमेटो हालेर चाहिँ फेरि त्यसलाई मजाले फ्राई गरेँ। टमेटो नि फेरि पाकेन भने मिठो हुँदैन, फेरि मजाले फ्राई गरेँ टमेटो पाक्ने गरेर। अनि त्यसपछि चाहिँ त्यसमा मैले डल्ले खुर्सानी हालिदियो। अहिले सिजन पनि हो, साह्रै मिठो हुन्छ डल्ले खुर्सानी हालेपछि चाहिँ। डल्ले खुर्सानी हालेर मिठो बास्ना नि आएको थियो, साह्रै राम्रो भएको थियो। ल हेर्नुहोस् रातो गरेर फुटेर। अनि त्यसपछि मैले यसमा धनियाँ छर्कियो, साह्रै मिठो भएको थियो। तपाईँहरू पनि ट्राई गर्नु होला। म चाहिँ मसला खाँदिनँ, त्यो लसुन अदुवा मात्रै हालेर बनाएको।